हामीले अक्सर भूतप्रेतका कुराहरू सुन्छौँ, तर त्यसलाई केवल किम्वदन्ती मात्र मान्छौँ। तर के हुन्छ जब तपाईँले आफै त्यस्तो अनुभव गर्नुहुन्छ? साथीहरू, मेरो च्यानलमा तपाईँहरूलाई स्वागत छ। यहाँ हामी वास्तविक जीवनका डरलाग्दा अनुभवहरू बाँड्छौँ, जसले तपाईँको मनमा रहिरहने डर र रहस्यको संसार खोल्छ। आज म तपाईँहरूसँग एउटा वास्तविक घटना साझा गर्दैछु, जुन एक साथी रचनाको जीवनमा घटेको थियो। यो घटनाले उनको मनमा एउटा अमिट छाप छोडिदियो। आज म तिनैका शब्दहरूमा त्यो रातको कहली लाग्दो अनुभव तपाईँहरू सामु प्रस्तुत गर्दैछु। मेरो नाम रचना हो। उमेर 26 वर्ष। घर लमजुङ। हाल बसोबास काठमाडौँ। यो कथा 2 वर्ष अघिको हो। म भर्खरै मात्र बिहे गरेर लमजुङ आएकी थिएँ। एकदमै राम्रो परिवार, मायालु श्रीमान अनि गाउँको रमाइलो वातावरण। म एकदमै खुसी थिएँ। श्रीमानको घर पुरानो शैलीको भए पनि सफा र सुन्दर थियो। काठका फराकिला झ्यालहरूबाट बिहानको घाम उज्यालोले कोठा भरिन्थ्यो र बेलुकाको चन्द्रमाको प्रकाशमा घर अझै मनमोहक देखिन्थ्यो। झ्यालबाट कहिलेकाहीँ सिसी गर्दै हल्का आवाज आउँथ्यो, जसले मलाई एकदम रमाइलो महसुस हुन्थ्यो। घर अग्लो छत भएकोले खुल्ला र हावादार थियो। पुरानो भए पनि राम्ररी मर्मत गरिएको यो घरमा बसेर म निकै खुसी थिएँ। मलाई लाग्थ्यो यो नयाँ जीवनका लागि एउटा राम्रो सुरुवात हो। तर त्यो रात मैले त्यही घरमा अनुभव गरेको रहस्यमय अनुभूतिको कारण मेरो त्यो घरलाई हेर्ने नजर नै बदलियो। सामान्य र सुन्दर देखिने त्यो घरले अब मेरा लागि केही फरक अर्थ बोकेको थियो। एउटा अनौठो, कहाली लाग्दो पहेँलो रेखा जसले मेरो मनमा गहिरो छाप छोड्यो। त्यो रात म ओछ्यानमा पल्टिएर सुत्ने कोसिस गरिरहेकी थिएँ। बत्ती पनि निभाइसकेकी थिएँ। केवल बाहिरबाट मधुरो चन्द्रमाको प्रकाश कोठामा छिर्दै थियो। श्रीमान अफिसको कामले बाहिर हुनुहुन्थ्यो, त्यसैले म एक्लै थिएँ। बाहिर बतास चलिरहेथ्यो अनि झ्यालका पल्लाहरू हल्लिँदै आवाज गरिरहेका थिए। त्यो आवाज त म पहिले पनि सुन्दै आएको थिएँ, पुरानो घरको एक भाग जस्तो, जहाँ हावा चल्दा पल्लाहरूले सिसी गर्दै सङ्गीत झैँ आवाज निकाल्थे। तर आज त्यो आवाज केही फरक खालको थियो। सामान्यतः त्यो पल्लाहरूको आवाज हल्का र शान्त हुन्थ्यो, जसले घरको पुरानोपनलाई झल्काउँथ्यो। तर आज ती पल्लाहरू कड्किने र क्यार क्यार गर्दै आवाज निकाल्न थाले, जसले मेरो मनमा अनौठो र अलिकति डरलाग्दो अनुभूति ल्यायो। केही क्षणपछि मैले कोठामा कोही भएको जस्तो महसुस गर्न थालेँ। त्यो बेला एकाएक मेरो कानको छेउमा आएर कोही कराइरहेको जस्तो आवाज आयो। मेरो मुटु तीव्र गतिमा धड्किन थाल्यो, मानौ त्यो छातीबाट बाहिर निस्किने जस्तो लाग्यो। डरले मेरा हात खुट्टा चिसो हुन थाले। मैले राम्ररी ध्यान दिएर हेरेँ। अँध्यारोमा ओछ्यानको छेउमा एउटा अस्टपष्ट आकृति उभिएको थियो। सुरुमा मलाई लाग्यो सायद श्रीमान अफिसबाट फर्केर आउनुभयो होला। त्यही भएर चाहिँ मैले श्रीमानको नाम पुकारेँ, तर अगाडिबाट केही पनि जवाफ आएन। एकछिनपछि त्यो आकृति बिस्तारै अलि अगाडि बढ्यो अनि मैले राम्ररी निहालेर हेरेँ। त्यो एउटा केटीको आकृति थियो। उसको जिउ हेर्दा 16-17 वर्षकी किशोरी जस्ती लाग्थे, तर त्यो अनुहार त्यो कुनै साधारण मान्छेको थिएन। उसको लामो कालो कपाल अनुहारभरि फिजिएको थियो, जसले गर्दा अनुहार स्पष्ट देखिँदैन थियो। मैले सोचेँ सायद यो मेरो कल्पना मात्रै हो। तर जब हावाको झोकाले उसको कपाल पन्छायो, तब मैले देखेँ उसको अनुहारमा गहिरो चोट लागेको थियो, मानो कसैले धारिलो चिजले चिरेको होस्। त्यो घाउ यति भयानक र डरावना थियो कि म त्यसलाई शब्दमा वर्णन गर्न पनि सक्दिनँ। म आँखा चिम्लेर भगवानलाई पुकार्न थालेँ, हे भगवान, मलाई बचाउनुहोस्, यो के भइरहेको छ? त्यो आकृति मेरो अझै अगाडि आयो। मेरो अनुहारमा चिसो सास महसुस भयो। त्यसले केही भन्न खोजेको जस्तो लाग्यो। अस्टपष्ट फुसफुसाहट मेरो कानमा बज्यो। म डरले थरथर काम्न थालेँ। मेरो दाँत किटकिटिए। त्यत्तिकैमा त्यो केटी मेरो
एकदम अगाडि आई अनि बेस गरी कराए। त्यो चित्कार यति तिखो, यति भयानक थियो कि मेरो सम्पूर्ण चेतनाले त्यसलाई सहन सकेन। मेरो दिमागमा एक झट्का लाग्यो र म ओछ्यानमै बेहोस भएँ। जब बिहानको पहिलो किरण झ्यालबाट कोठामा छिर्यो, मैले बिस्तारै आँखा खोलेँ। मेरो शरीर दुखेको थियो, टाउको गह्रो भएको थियो। त्यो आकृति त्यहाँ थिएन। मेरो साइडमा श्रीमान सुतिराख्नु भएको थियो, तर मैले उहाँ आएको पनि पत्तो पाइनँ। म ती गहिरो निन्द्रामा रहेछु। मैले हतार हतार श्रीमानलाई सबै कुरा सुनाएँ। उहाँले भन्नुभयो, तिमीले सपना देख्यौ होला। म केही पनि बोलिनँ। बोल्थे पनि के भन्थे? अहिलेसम्म मैले त्यस्तो केही देखेकै थिइनँ। तर म चुप पनि बस्न सकिनँ। त्यो अनुभव यति वास्तविक थियो कि सपना भनेर टार्न पनि सकिनँ। भित्रभित्रै डर, चिसो पसिनाले लथालिङ्ग बनाएको शरीर र मन दुवै अशान्त थियो। म केही बेर चुप लागेँ, तर त्यो आकृति, त्यो अनुहार मेरो आँखा अगाडि बारम्बार आइरहन्थ्यो। साँझपख म बिस्तारै सासूआमासँग कुरा गर्न गएँ। उहाँ आँगनमा बसिरहनु भएको थियो। म उहाँको छेउमा चुपचाप बसेँ। केही समयपछि मैले साहस बटुलेर भनेँ, आमा, मलाई तपाईँलाई केही सोध्नु थियो। उहाँले मुस्कुराउँदै हेर्नुभयो अनि भन्नुभयो, के भयो बुहारी? मैले सासूआमालाई सोधेँ, त्यो कोठामा पहिले कोही बस्थ्यो त आमा? सासूआमा एकछिन चुप लाग्नुभयो अनि भन्नुभयो, त्यो कोठामा मेरी छोरी र तिम्री आमाजु बस्थिन्। म एकछिन अल्लमल्ल परेँ। मलाई मेरो आमाजु हुनुहुन्छ भनेर पनि थाहा थिएन। अनि मैले सोधेँ, उहाँ अहिले कहाँ हुनुहुन्छ? किन मलाई कसैले पनि उहाँको बारेमा कहिले केही भनेन? आमाले आँखाभरि आँसु बनाउँदै भन्नुभयो, करिब 10 वर्ष पहिले त्यो कोठाको झ्याल सफा गर्दा ऊ त्यहाँबाट लडी अनि फलाममा गएर उसको टाउको ठोकियो, जसले गर्दा उसको त्यहीँ मृत्यु भयो। यति भन्नासाथ सबै कुरा छर्लङ्ग भयो। सायद त्यो मेरो आमाजुको पो आत्मा थियो कि? तर मैले यो कुरा आमालाई सुनाउन सकिनँ। म उहाँको घाउ फेरि कोटाउन चाहन्नथेँ। तर त्यो दिनदेखि मलाई त्यो कोठामा बस्न एकदमै गाह्रो हुन थाल्यो। जुन झ्यालको आवाज पहिला सुन्दा मनमा शान्ति आउँथ्यो, अहिले त्यही आवाजले मेरो सास अड्केला जस्तो हुन्छ। केही दिनपछि मेरो श्रीमानको सरुवा काठमाडौँमा भयो। त्यसपछि म उहाँसँगै यता आएँ। तर आज पनि जब कहिलेकाहीँ म त्यो घर जान्छु, त्यो कोठाको ढोका नजिक पुग्दा पनि मेरो मुटु एकदमै हात्तिन्छ। लाग्छ कतै हावासँगै उही आकृति फेरि आउने त होइन। त्यो रातको भयानक चित्कार अझै पनि मेरो कानमा गुन्जिरहन्छ। यो हो रचनाको साँच्चीकै डरलाग्दो कथा। साथीहरू, तपाईँहरूलाई के लाग्छ? भूत प्रेत साँच्चीकै हुन्छन् कि यो सबै हाम्रो मनको खेल मात्र हो? यो प्रश्नको उत्तर सायद हामी सबैको विश्वास र अनुभवमा निर्भर छ। तर एउटा कुरा पक्का हो है, हाम्रो यस्ता अनुभवहरूले हामीलाई वरिपरिको संसारलाई फरक तरिकाले हेर्न बाध्य बनाउँछ।